आज म मधेसी दलित प्रमाण पत्रको लागि निवेदन कसरी लेख्ने त्यो म लेखेर देखाउन गइरहेको छु। साथीहरू नमस्कार। यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु र साइडमा बेल आइकनलाई थिचेर अलमा क्लिक गरिदिनु ताकि म कुनै पनि भिडियो च्यानलमा अपलोड गर्ने बित्तिकै नोटिफिकेसन यहाँहरूसम्म सबभन्दा पहिला पुगोस् र अगाडि सबभन्दा सुरुमा म यहाँ श्री माथि लेखे र यहाँबाट सुरु गरे श्रीमान प्रमुख अधिकारी ज्यू जिल्ला प्रशासन कार्यालय म यहाँ लेखेको छु। यहाँहरूको कहाँबाट प्रमाणपत्र लिन्छ त्यो ठाउँको नाम दिनु होला, त्यो कार्यालयको नाम दिनु होला। जस्तै कि म यहाँ लेखेँ जिल्ला प्रशासन कार्यालय जनकपुर धनुषा। यहाँहरूको जिल्ला प्रशासन कार्यालय कहाँ होला त्यो आफ्नो कार्यालय ठाउँको नाम दिनु होला। र यहाँ विषयमा मलाई मधेसी प्रमाणपत्रको आवश्यकता छ, त्यही भएर म मधेसी प्रमाणपत्र पाउबारे निवेदन म लेख्न गइरहेको छु। यहाँहरूको दलितको, विपन्नताको अथवा मुस्लिमको के प्रमाणित गरेर प्रमाणपत्र लिनु छ त्यो लेख्नु होला। मैले जस्तै कि यहाँ लेखेँ मधेसी प्रमाणपत्र पाउबारे। यहाँ महोदय उपरोक्त सम्बन्धमा निवेदन यो छ कि जिल्ला धनुषा साबी गाविस बचौडा वार्ड नंबर 1 हाल परिवर्तित हंसपुर नगरपालिका वार्ड नंबर 2 में बस्ने शिवचंद्र मंडल को नाती उमेश मंडल को छोरा राजेश मंडल खतवेले मधेसी समुदाय में बसोबास गर्दै आएको आइरहेको हुनाले मधेसी प्रमाणपत्र उपलब्ध गराइदिनु हुन पाओ भन्ने यसै निवेदन साथ विनम्र अनुरोध गर्दछु। तल यहाँ निवेदक को नाम लेख्नु पर्ने हुन्छ। जस्तै नाम जे छ त्यो नाम दिनु होला, ठेगाना दिनु होला, जिल्ला दिनु होला र सबभन्दा तलमा यहाँ मिति जस्तै कि इति सम्बत 2081 साल 10 महीना 25 गते
कुन बार हो त्यो बारको रोज दिनु होला। जस्तै कि बुधबार मैले दिएँ र यहाँ साइन गर्नुपर्ने हुन्छ। साइन गरेर निवेदन तयार हुन्छ। भिडियो